हेलो साथीहरू, यो भिडियो चाहिँ मैले खासमा हामी चाहिँ अब नेपालमा एकदम बेरोजगारी धेरै छौँ होइन, युरोप आउने सपनाहरू बुनेर बसेको साथीहरूको लागि बनाउन चाहेको। हामी चाहिँ अब युरोप जाने सपना देख्छौँ होइन, अनि 1-1.5 वर्ष रुमाल लिन्छौँ, कता कता फस्छौँ, अनि फेरि 1-1.5 वर्षपछि युरोप आउँछौँ पनि। तर युरोपमा हामीले देखिएको युरोप र भोगाएको युरोप फरक छ। यो युरोपको अधिकांश देशमा चाहिँ यसरी हिउँ पर्छ, हिउँ परेको छ होइन, हिउँ पर्छ होइन, कामहरूमा अक्सर पर्छ, कम्पनीहरू चलिरहेका हुँदैनन्, अनि महिनामा 10 दिन 15 दिन काम हुन नि गाह्रो पर्छ है। अनि हामी चाहिँ नेपालमा 10 लाख 15 लाख खर्च गरेर यहाँ आउँछौँ, अनि यहाँ आएपछि चाहिँ अब काम हुँदैन, 15-20 दिन काम हुन्छ, अनि हामीलाई त्यो 10-15 लाख तिर्न चाहिँ तपाईँको 2 वर्ष नै लाग्छ है। अनि 2-2.5 वर्ष ऋण दिनै लाग्छ, अनि कहिले कमाउने कहिले प्रगति गर्ने, अनि 1-1.5 वर्ष 2 वर्ष घर जान मन पनि लाग्छ। त्यसै कारणले यहाँ युरोपमा आएर 15-20 लाख खर्च गरेर युरोप आउनुभन्दा चाहिँ त्यो 15-20 लाखले नेपालमै जिरो लेभलबाट केही गऱ्यो भने त्यो 2-4 वर्षमा आफ्नो लाइफ चाहिँ एउटा ट्याको हुनसक्छ। यहाँ बसेर 2-4 वर्ष बसेर 5-10 लाख रुपियाँ 15-20 लाख पैसा नि कमाइएला होइन। त्यो पैसा चाहिँ नेपालमा जाँदाखेरि फेरि कोही न साथीभाइ चिनेको हुन्छ, न मान्छे चिनेको हुन्छ, न के काम गर्ने ट्याग हुन्छ, अनि फेरि 1-2 वर्ष बस्यो त्यो अनि फेरि विदेश हिँड्यो। यसै गरी मेरो जस्तै 15-20 वर्षसम्म विदेशमै बित्छ। त्यसो हुँदाखेरि नेपालबाट विदेश आउने साथीहरू यो सपना देख्नुभन्दा नेपालमै केही गर्छु भन्ने सपना देखाउँ, आफ्नै देश बनाऊ, आफ्नो भविष्य बनाऊ, यही सन्देश दिन चाहन्छु है त। ल यो भन्दै धन्यवाद। सम्पूर्णमा यो भिडियो चाहिँ सबै त्यो समयबाट गुज्रेको साथीहरूसँग पुर्याइदिनु हुनलाई सबैलाई लाइक सेयर कमेन्ट गरेर अगाडि बढाइदिनु हुन अनुरोध पनि गर्दछु। धन्यवाद।